दादा 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 हाम्रो एकदमै खबर एकदमै वेस्ट नेपाल दादा तिमीले भनिन्छ नि वेब्स खबर ल धन्यवाद धन्यवाद के छ दादा टिकट म एक मिनेट फोन गरेँ टिकट लिएर आयो सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 को अब एग्रेसिभली द्रुत एकदम युद्ध स्तरमा चाहिँ क्याम्पेनिङको लागि हामी खटिन्छ लगभग अब आज बेलुका एकछिन मिटिङ गरिदिन्छ होइन त्यसपछि कसरी कहाँबाट गर्ने भनेर भोलिदेखि चाहिँ हामी एकदमै युद्ध स्तरमा चाहिँ सिन्धुपाल्चोकको 2 नम्बर क्षेत्रलाई एकदमै होल सिन्धुपाल्चोकलाई नै अगाडि लान्छौँ भनौँ न होइन कस्तो लागेको छ दाइ टिकट पाउनु भएको यो यस्तो छ जीवनको यो दोस्रो खुसी भनेको छ पहिलो खुसी चाहिँ मेरो मिसेस थर्ड स्टेपबाट एकदम क्लियर भएर मैले जुन हिसाबको आफ्नो तन्दुरुस्त पारेर हिँडेँ त्यो पहिलो खुसी थियो र आज यो मेरो जिल्लाको लागि यो मैले टिकट पाएँ जिल्ला बनाउनको लागि यो मेरो दोस्रो खुसी हो एकदम ठुलो खुसी हो अब कति छ त तपाईँको अब जित्ने चान्सेस कति छ होइन कस्तो कस्तो यो एजेन्डाहरू लिएर जाँदै हुन्छ तपाईँ मेरो जित्ने चान्सेस चाहिँ अहिले साँच्चीकै देशले मागेको होइन र साँच्चीकै आमा बुवा दाजुभाइ दिदीबहिनीले आज अझै शेषको भिडियो कुना कुनामा बसेर हेर्नको कारण भनेको मैले कुनै चटक देखाएर आएको होइन कुनै गीत गाएर आएको होइन यो देशको विकृति चिर्नको लागि म हरेक दिन कुना कुनामा बसेर रुनी बौलाउने कराउने गर्दै थिएँ त्यस कारणले गर्दा आज राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए र यो देश बनाउने जिम्मा चाहिँ अझै शेष तेरो पनि हो है अब जा चाहिँ आफ्नै जिल्लाबाट सुरु गर भनेर मलाई जुन खालको यो चाहिँ आज टिकट दिएर उहाँले पठाउनु भएको छ साँच्चीकै एजेन्डा र भिजन भन्ने त अथाह छ बोराका बोरा छ तर मैले भन्नु खोजेको चाहिँ के हो भने हिजोको पुरानो दलले जसरी एजेन्डा र भिजन लगेर त्यसलाई त्यत्तिकै बोरामा प्याक गरेर राख्थ्यो त्यो मेरो बा आमा दाजुभाइ दिदीबहिनीलाई त्यो फिलिङ्स किल गर्न म त्यस्तो खालको योजना लिएर जाँदिनँ र म साँच्चीकै हरेक वडामा हरेक टोलमा पुग्नेछु र मेरो बाहरूलाई के चाहिन्छ आमाहरूलाई के चाहिन्छ युथलाई के चाहिन्छ होइन कस्तो खालको चाहिँ हाम्रो वडा बन्नुपर्ने छ उहाँहरूसँग सहकार्य गरेर समन्वय गरेर त्यो खालको वडा उहाँहरूको परिकल्पनामा हामी बनाउनेछौँ यही नै हो हाम्रो विश्वास छ तपाईँलाई एकदम 100% घन्टी बजाउँदै कहिले जानुहुन्छ हामी लगभग त भोलि कति बजीतिर हामी 7-8 बजीतिर नै निस्किन्छौँ हामी चाहिँ हाम्रो सिन्धुपाल्चोक चौतारामा हजुर सदरमुकाममा त्यसको लागि हामी लगभग 10 बजे हामी पुगिसक्छौँ ल बधाई छ ल धन्यवाद दाइले 2 शब्द शुभकामना पनि छ हाम्रो कुमार दाइ हुनुहुन्छ एकदमै भूगोललाई एकदम मजाले भिजेको दाइ हुनुहुन्छ हैन उहाँ हुनुहुन्छ हाम्रो दाइहरू हुनुहुन्छ हामी एक दुईटै बनाएर लाने हो सिन्धुपाल्चोक होल बनाउने हो हामीले चाहिँ हजुर हस् एकैछिन दाइ अब यहाँ हाम्रो फेरि दाइ छुट्टी छ ल बनाइसके धेरै धन्यवाद घन्टी बनाएर